हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी सिन्धुलीगढी घुम्न जाँदैछौँ। धेरै त छैनौँ, हामी तीन चारजना छौँ घुम्न जानेको लागि चाहिँ। अरू साथीहरू पनि जाने भन्नुभएको थियो, अरू साथी आफन्तीहरू होइन, बहिनीहरू हुनुहुन्थ्यो जाने भन्नुभएको थियो। लास्ट मोमेन्टमा आइसकेपछि उहाँहरू अलि सन्चो भएन क्या, सो उहाँहरू जान पाउनु भएन। त्यही भएर हामी चाहिँ थोरै छौँ। आज के गर्छौँ, कस्तो कस्तो गर्छौँ, कति रमाइलो गर्छौँ भन्ने कुरा म अहिले एकछिनमा बिस्तारै देखाउँछु। हजुरहरूलाई प्लिज मेरो भिडियो चाहिँ हेर्नुहोला। हेलो, आज हामी घुम्न जाने टिम चाहिँ यति नै हो होइन। रमाइलो गर्नुपर्छ मजाले। ओके, घाम चाहिँ एकदमै छ, सो उहाँले छाता ओढ्नु भएको छ भने म चाहिँ यत्तिकै हिँडिरहेको छु, तर पसिना आइरहेको छु। थोरै भए पनि रमाइलो चाहिँ गर्नुपर्छ। रमाइलो आफूले गर्ने हो, सो हामी थोरै छौँ र पनि रमाइलो गर्ने कोसिस गर्दैछौँ। यस, रमाइलो गर्ने मुडमा छौँ हामी चाहिँ। यो चाहिँ हो हाम्रो बडरी बजार अनि होइन। अब हामी गाडी चढ्ने ठाउँसम्म पुग्न आँटिसकेका छौँ। गाडी चढ्ने ठाउँनिरै पुगिसकेपछि हामी गाडी चढ्छौँ, गाडी चढेर जान्छ। टाइम चाहिँ अलि लाग्छ होला, तर कति लाग्छ थाहा छैन। हाम्रो भान्जीश्री, हाम्रो दिजु होइसिन्छ, मम्मी होइसिन्छ। अनि मम्मी साह्रै गर्मी भएर छाता ओडिस्या छ। ताप गरम बढेर ज्वालासाला फुटेर बारिस वर्षा के हुने हो थाहा छैन। पसिनाको चाहिँ वर्षा भइसक्यो, माथिबाट चाहिँ वर्षा भएको छैन। के फुट्यो यो हो हाम्रो मेन हाइवे। हाम्रो हाइवेदेखि चाहिँ अलिकति टाइम लाग्छ घर पुग्नको लागि होइन। घरबाट चाहिँ हिँडेर आउनुपर्छ क्या 5 मिनट, तर हामी बच्चासँग भएको भएर अलिक टाइम लगायो। फाइनली हामी सिन्धुलीको गेटमा आइसक्यौँ, सिन्धुली दरबारको गेटमा आइसक्यौँ। अब हामी माथितिर जाँदैछौँ है। यो चाहिँ हो हाम्रो सिन्धुलीगढीको प्रवेशद्वार। अब हामी जान्छौँ। थोरै छ, हिँड्नुपर्ने धेरै छैन। हिँडेर भिडियो बनाउँदै हिँड्दै इन्जोय गर्दै जाने हो। यो गेटको प्रवेशद्वारदेखि जम्मा 1 किलोमिटर छ भनेको छ होइन। माथि चाहिँ हेरौँ अब कति टाढा छ। हाम्रो भान्जी हिँडेको, आरु बखडा खाएको, आरु बखडा होइन खाएको। मुख हेर्नु न, मुख हेर्नु न, मुख लाल लाल भइसक्यो, लाल लाल मुख भइसक्यो। यहाँ हेर्नु त, हेर्नु भागेको। फसे फटाफट आउनु सेप्दा। छिटो आउनु, छिटो छिटो आउनु, छिटो छिटो छिटो। गर्नुपर्छ आज हैन सेप्दु नाचेको हो। जोस्, यो ठाउँ चाहिँ चिसो छ, शीतल छ, यस्तो राम्रो लाग्यो मलाई चाहिँ। चिसोले होला मुड पनि अलि फ्रेस भयो, आँखा पनि अलि त्रुत्रु ठुल्ठुलो भयो। नत्र त अघि है यस्तो निन्द्रा लाग्यो, भुतुक्कै भएको म त निन्द्रा लागेर। भोलि पर्सि के खाने? आल्चा भन्देऊ, आरु बखरा भन्देऊ न। के खाने भोलि पर्सि? बोल्नु न। खै बोलेको, खै ABCD भनेको खै नभन्ने आज होइन, मुडमा छैन। ABC अरु भन, भन्देऊ भन्देऊ न छोरी। आज कहाँबाट यहाँ भयो है? उसलाई मन लाग्दै। अरू भन सेप्दु, अरू भन, अरू भन त। जी अरू म ल जोनी जोनी भन्देऊ, जोनी जोनी भन्देऊ भन न। त्यो अलि ठुलोसँगले भन न, ल भन। जोनी जोनी। यस पापा भन न। यसलाई पुरै भन्न आउँछ तर भन्दैन। तर यो चाहिँ कहाँ जाने बाटो रहेछ है? हिँडेर जाने होला कि। यो
बाटो चाहिँ कता जाने रहेछ तर बन्द रहेछ बन्द गरिएको छ ओ राम्रो ठाउँ चाहिँ यति राम्रो छ है यति राम्रो छ यस्तो युनिक छ मलाई चाहिँ एकदमै मन पर्यो यस्तो राम्रो हावा चलेछ गर्मी त्यो घाम खाँदा खाँदा गर्मीले पाकेको मान्छे यो हावामा हिँड्नु पाउँदा त हावा खान पाउँदा त कति आनन्द लाग्ने आम्मामा यति राम्रो कपाल छ है तर हावाले उडाएर मस्त मस्त गर्दैछ कति आनन्द कति भोग्नेलाई है साह्रै गाह्रो अहिले त साइडमा आउनु अटो आयो यो कामको कुरा भइरहेछ फेरि यहाँनिर यो चाहिँ पानी अमलाको बोट हेर्नु कति धेरै रहेछ पानी अमलाको बोट चाहिँ म यो लगेर जानु पर्यो ओहो घरमा ओ माइ गॉड चाम्रो त आउँदैन त हौ ए यो चाहिँ पानी अमलाको बोट हो यो चाहिँ लेकतिर पाउने सिस्नो अरे सिस्नो यस्तो राम्रो हुन्छ अरे है मिठो तर मैले चाहिँ खाएको छैन है यो चाहिँ तराईको सिस्नो है तराईको सिस्नो यस्तो हुन्छ कालो निगुरो भन्छ यसको चाहिँ तरकारी मिठो हुन्छ खै टिप्नु भयो यो चाहिँ पाती हो सिस्नो भएको ठाउँमा पाती चाहिँ अनिवार्य हुन्छ गरे है सिस्नोले पोल्यो भने यो पाती चाहिँ हातले यसरी मिचेर लगाइदिनुपर्छ ठिक हुन्छ भन्ने भनाइ छ बुढापाकाले भन्नुहुन्छ है यो चाहिँ हो पानी अमला यसको गेडा चाहिँ यस्तो हुन्छ होइन यो चाहिँ खान्छन् यो मैले खानु पर्ला धेरै छ धेरै नै छ यो घरमा लगेर रोप्ने हो यसरी यति धेरै छ यो घुम्न आयो भने केही न केही चिजहरू पाउँछ प्राकृतिक चिजहरू होइन घरमा लगेर रोप्ने हो जो मैले रोपेको थिएँ त्यो चाहिँ अलि राम्रो भएको छैन के मेरो अब यति लग्यो भने त केही न केही त भइहाल्छ नि होइन राम्रो हुन्छ जागिहाल्छ नि कुनै न कुनै त सो मैले बोकेको यही छ यहाँ त झन् यो पानी अमला पुरै के जङ्गलै छ जङ्गल फाइनली हामी चाहिँ सिन्धुलीगढी यो चाहिँ घुम्नै पर्ने ठाउँ हो रे पुग्नै पर्ने ठाउँ यता चाहिँ दरबार जान्छ सिन्धुली दरबार भने यतातिर चाहिँ सङ्ग्रहालय जान्छ सो हामी फर्स्टमा सङ्ग्रहालयतिर जाँदैछौँ अब हामी कहाँ जाने सङ्ग्रहालय जाने अब चाहिँ अनि त्यसपछि हामी कता जाने ऊ रानी महल होइन रानी महलतिर जानुपर्छ त्यसपछि चाहिँ पहिला उकालोतिर जाउँ न अनि त्यसपछि ओह्रालोतिर जाउँला होइन पहिले सेबु टिकटक टिकटक चल्ती है आउनु आउनु ल ल ल ल ल ल ल ल मै जानु फास्ट फास्ट ओइ गाडी आज नजानु आउने 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 आउनु छिटो आउनु यहाँ सेवा पनि फोहोर भएछ यस्तो के लाग्यो यस्तो राम्रो मौसम छ यति राम्रो घुमिराख्न मन लाग्ने जस्तो यति राम्रो मौसम छ देखेको हामी छौँ फेरि है लिनु पैसा दिनु टिकट छैन धन्यवाद युद्ध सङ्ग्रहालय घुम्ने ठाउँ यो चाहिँ यो चाहिँ हामी टिकट लिएर रेस्ट गरिरहेछौँ होइन त सेप्दा सङ्ग्रहालय जाने बाटो
यहाँ आएको घुम्न आएको मान्छेहरू हामी हाम्रो सेप्दा चाहिँ साह्रै घुम्नुहुन्छ घोडा चढ्ने हजुर पनि घोडा चढ्ने ठुलो गडी सानो गडी टुडी खेल जाने बाटो गरे हेर न हेर छक्के बाजु यो चाहिँ सानो गडी जाने बाटो सिद्ध बाबु जाने बाटो उतातिर चाहिँ सङ्ग्रहालय जाने बाटो सो हामी सानो गडी जाँदैछौँ भर्याङ चढ्दै आउनुहोस् कृपया सबैजना साह्रै उकालो ओह्रालो तर ठाउँ चाहिँ यस्तो राम्रो रहेछ हावा चाहिँ यति राम्रो आउने ओ माई गड हाय यस्तो राम्रो रहेछ खै दिदी सेप्दा आउनु छिटो सेप्दाको मम्मी उकालो फुच्ची अवस्था उ भ्युटावर जस्तै रहेछ रहेछ चढ सानो चढ छिटो आउनु छिटो 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 फटाफट हो यो सबै भ्याली देखिन्छ होला क्या फर्स्ट टाइम आएको है यहाँ चाहिँ भ्यू चाहिँ यहाँको सबभन्दा राम्रो चाहिँ है यहाँबाट चाहिँ हामी यस्तो मस्त भ्यू हेर्नुपर्छ आँखाले ल यो चाहिँ घाम शीतल बनाउँदो रहेछ कस्तो राम्रो है बुढोले त्यो होइन रानी महल अनि त्यसपछि यो हो सङ्ग्रहालय तर हामी चाहिँ यहाँ भ्यू टावरमा छौँ भ्यू टावरबाट हामी सबै अवलोकन गर्दैछ फोटो खिच्नु एकछिन रुक्नु ल म अहिले योबाट हेर्नु पर्ला के हजुर हजुर हेर न माइजूले दूरबीनले हेर्नु भाइ सिन्धुली गढी नि जोड्ने होला नि होइन कस्तो मजाको हावा मौसमै दामी लाग्यो अरे के मेरो आँखाको परेलाले छेकेको छोरी हाई गर्थ्यो हाई कति मजाले भनेको हाई फाइनली यहाँको भ्यू टावर पनि हामीले हेरिसक्यो घुमिसक्यो अब हामी जाँदैछौँ सङ्ग्रहालयतिर है सङ्ग्रहालयतिर यसो हेर्छौँ हामी के छ कस्तो छ भन्ने कुरा फर्स्ट टाइम आएको हो त्यही भएर हामी चाहिँ सबै कुराहरू हेर्न चाहन्छौँ तपाईँहरू पनि हेर्दै गर्नु होला हाम्रो भिडियो हामी के हेर्छौँ के छ त्यहाँ सबै कुरा देखाउँछौँ हेर्न मिल्यो भने है उहाँ चाहिँ आमा हुनुहुन्छ अरे त्यही भएर बेबीको हरेक कुराहरू केयर गर्नुपर्ने के एउटा आमा भइसकेपछि सो उहाँलाई एकदम गाह्रो पनि भयो तर त्यही गाह्रोमा पनि कति रमाइलो गर्नु है दिदी हो नि त्यही त चाहिँ हामी सङ्ग्रहालयभित्रतिर जाँदैछौँ करेन्ट खाएर भान्जीको मुखमा करेन्ट लागिसक्यो अब कहाँ लाग्छ भोलि करेन्ट होइन राम कति मिठो मानेको हौ पिरो छैन यो चाहिँ बेबीहरूलाई खेल्ने ठाउँ हो यो चाहिँ पिङहरूको व्यवस्था रहेछ यस्तो रहेछ है यस्तो चारैतिर जङ्गलको बिचमा चाहिँ सङ्ग्रहालय अनि यो चाहिँ के रहेछ वाल लगाएको छ वहाँ चाहिँ स्वर्गीय कृष्ण विक्रम थापा हुनुहुँदो रहेछ के हो वंशराज पाण्डे खजान्ची वीरभद्र उपाध्याय श्री हर्ष पन्त सिकारी सरकार वंशु
गुरुङ। गढीको युद्ध सङ्ग्रहालय हो यो चाहिँ। यस्तो जुस राम्रो बनाएको रहेछ। मलाई मन पर्यो। कुनै पनि वस्तु नछुनु होला अरे। छुनु चाहिँ पाउँदैन रहेछ है हामीले यो चाहिँ। आउनु सेप्दा नबसिदिनु होला, यहाँ बस्नु हुँदैन हैन। यो पिरो भएको छ हो। आम्मामामामा कसले खाने भनेको यस्तो पिरो भयो भए? मुख रातो भइसक्यो के? नखानु ल, अब नखानु ल, नखानु ल। देऊ मामुलाई देऊ। दिनु मामुलाई दिनु त। पानी खाने? यहाँ छ पानी। पानी पनि सक्यो किन? लास्ट स्टेज रहेछ। होइन, युद्धमा जितेका सेनाहरू। यो हो सिन्धुलीगढीको युद्ध सङ्ग्रहालय। पढ्नु भएको? हो गर त्यसरी। ल पढ्नु त। के लेख्नु भएको छ? के गर्नु भएको छ अरे बाजेले? नमस्ते गरिदिनु बाजेलाई, नमस्ते गरिदिनु। नमस्ते। अब यस्तो गरिदेऊ, यस्तो गरिदेऊ, यस्तो गरिदेऊ। हो, यहाँभित्र जाँदा चाहिँ क्यामेराहरू लान मिल्दैन रहेछ। सो मैले चाहिँ बाहिरैबाट देखाएँ। भित्र चाहिँ म घुमेँ, हेरेँ, क्यामेरा चाहिँ युज गरेन। यो चाहिँ लाइब्रेरी रहेछ है, तर लाइब्रेरी चाहिँ बन्द छ। अब हामी जाँदैछौँ पृथ्वीनारायण शाहलाई भेट्न। अब हामी चाहिँ मजाले हेर्नुपर्छ यसरी। यस्तो राम्रो छ है साँच्चैकैमा। है मजाले बसौँ जस्तो। शान्त सुनसान। सबै मान्छेहरूले ध्यान दिएर पढिराखेको हुन्छ नि त होइन, हेरिराखेको हुन्छ। सबलाई जान्न मन लाग्छ। हुनुहुन्छ हाम्रो पृथ्वीनारायण शाह। फाइनली आज हामी चाहिँ यो सङ्ग्रहालय अनि त्यसपछि ठुलो गढी सानो गढी चाहिँ घुमेर सक्यो। सो अब हामी चाहिँ रानी महलतिर जाँदैछौँ। लेट्स सी के छ त्यहाँनिर है, त्यसमा चाहिँ के छ हामीले त्यो पनि हेर्न बाँकी छ। अब चाहिँ हामी यहाँनिर फोटो खिच्नुपर्छ 2-4वटा, किनभने यहाँनिर राम्रो छ होइन। यहाँनिर चाहिँ युद्ध सङ्ग्रहालय लेखेको छ, यसमा चाहिँ हामी फोटो खिच्नुपर्छ। हामी चाहिँ रानी महल हेर्नको लागि आएको के, तर रानी महलमा चाहिँ त्यस्तो इम्पोर्टेन्ट पार्टहरू केही पनि छैन रहेछ है। त्यस्तो केही पनि छैन, हेर्ने जस्तो केही नै छैन। महल चाहिँ यही हो, महल चाहिँ यही हो रानी महल चाहिँ, तर त्यस्तो केही पनि छैन रहेछ, नट इम्पोर्टेन्ट। सो म भित्र गएन, मैले हेरेन, म यहीँबाट हेरेरै फर्केँ है। केही पनि छैन भनेको भएर त्यस्तो केही पनि छैन पनि। सो म यहीँबाट चाहिँ फर्केको। आजको हाम्रो यात्रा चाहिँ लगभग सकिन आँट्यो। अब चाहिँ हामी फर्किन आँटेको घरतिर, किनभने अब पनि 3 पनि बजिसक्यो कि। फेरि रात पर्छ, घर पुग्नको लागि 2 घन्टा लाग्छ। सो हामी फर्किँदैछौँ गाइज। अब हामी जान्छौँ, भोक पनि लागिसक्यो। अब हामी तलतिर गएर, तलतिर चाहिँ रिसोर्टहरू छ, होटेलहरू छ होइन, त्यतातिर गएर चाहिँ हामी खाजाहरू खान्छौँ होइन। ए मम्मीजीले यहाँ चस्मा यस्तो खतरा लगाएर डन बन्नु भएको छ। एकछिनमा चाहिँ सर मौसम चाहिँ यस्तो राम्रो छ यहीँ बस्ने जस्तो, तर के गर्नु यहाँ बसेर पुग्दैन। फेरि घरमा पनि हेर्नुपर्छ होइन, के गर्नु। तर घुम्न निस्केपछि चाहिँ थोरै होस् चाहे धेरै होस्, रमाइलो चाहिँ आफैले गर्ने हो, रमाइलो चाहिँ हुने रहेछ। यति आयौँ हामी फुच्चीसँग 4 जना हो, र पनि कति रमाइलो भएन त। रमाइलो भयो, हामी फोटो खिच्यौँ, भिडियो बनायौँ। गाडी चढ्ने ठाउँमा चाहिँ आइयो होइन। अब गाडी चढ्ने हो, गाडी चढेर घर जाने हो। पाइयो है मजाले सिटमा। अब सुतेर जाने हो। सुतेर बसेर नाचेरै जाने। अन्त सेप्दा हो भन्देऊ न, हो भन सानो, हो भन्नु। के भयो? ल बस्नु राम्रोसँग आरामले।
यति राम्रो छ, यति आनन्दको छ। कति राम्रो बाटोको टर्निङ यति धेरै छ कि के भयो यस्तो राम्रो बनायो सो आजको दिन चाहिँ हामी यसरी नै इन्जोय गरेर बितायौँ र हामी घरतिर फर्किँदैछौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच, बाई बाई।